आज हामी क्लास 11 मा इन्ट्रान्समा सोध्ने क्वेसन इन्टिग्रेसनको कसरी सोल्भ गर्ने त्यो हामी बुझ्न गएका छौँ। यो हामीलाई इक्जाममा इन्ट्रान्समा सोध्ने गरी हाउ क्यान वी सोल्भ इन्टिग्रेसन बाई हेल्प अफ क्यालकुलेटर, क्यालकुलेटरको हेल्पले हामी कसरी इन्टिग्रेसनलाई सोल्भ गर्न सक्छौँ र हाम्रो आफ्नो टाइमलाई कसरी बचाउन सक्छौँ इन्ट्रान्समा। यो हामी क्लास 11 को क्वेसन नम्बर 38 को आज सोल्भ गरेर हामी क्यालकुलेटरबाट छिटो गर्न कोसिस गरिरहेका छौँ। हामी यहाँ क्वेसन हेर्न सक्छौँ। क्वेसन नम्बर 38 मा इन्टिग्रेसन पाई बाई 2 0 यो क्वेसन रहेछ र यसको एन्सर चाहिँ यति दिएको रहेछ। अनि हाम्रो इन्ट्रान्समा यसरी सोध्ने गरिन्छ, क्वेसन यति दिन्छ र अप्सन हामीलाई यो 4वटा दिएको हुन्छ र इक्जाममा हामीलाई सोल्भ गर्न धेरै टाइम लाग्छ। यसैले हामी क्यालकुलेटरबाट आज सोल्भ गर्न कोसिस गर्छौँ। अब हामीसँग यो क्यालकुलेटर छ र क्यालकुलेटरबाट हामी कति छिटो गर्न सक्छौँ भनेर आज हेर्न सक्छौँ। अहिले म क्यालकुलेटर अन गरेपछि अहिले पहिला यो पुरै नर्मल फर्ममा छ। यसलाई हामीले पहिला रेडियनको फर्ममा लाग्नुपर्छ। अहिले यसको पावर डिग्रीमा छ र यसलाई रेडियनमा लाग्नुपर्छ। यसको लागि हामीलाई सिफ्ट र मोड थिच्नुपर्छ। सिफ्ट मोड थिचेपछि यहाँ रेडियनको अप्सन आएछ 4 नम्बरमा रेडियन। हामीलाई रेडियनमा लाग्नु छ भने हामीले 4 थिचेपछि यो अहिले पहिला डिग्रीमा थियो, अहिले रेडियनमा गइसकेछ। अब हामीले रेडियनमा गइसकेपछि अब यो रेडियनमा गइसकेपछि अब हामीलाई यो क्यालकुलेटरलाई फिक्स गर्नुपर्छ ताकि हामीलाई त्यो इन्टिग्रेसन निकाल्दाखेरि गाह्रो नपरोस्। त्यसैले यहाँ अप्सन नम्बर 6 मा फिक्सको दिएको छ। त्यसैले अब 6 थिचेपछि अब यो क्यालकुलेटरलाई 3 डिजिटमा फिक्स गर्नुपर्छ। अनि 3 मा यो क्यालकुलेटर अब फिक्स छ। जस्तै अब हामी 1 थिचेपछि यहाँ डेसिमल पछि 3वटा नम्बर हुनेछ। त्यसैले हामी फिक्स गरेछौँ र त्यहाँ डिग्रीको ठाउँमा अहिले रेडियनमा फिक्स गरेछौँ। अनि अब हामी क्यालकुलेटरमा अब सोल्भ गर्न जान्छौँ। क्वेसन रहेछ यति र हामीलाई 4वटा अप्सन दिएको हुन्छ इक्जाममा। अनि हामी कसरी फास्टमा गर्न सक्छौँ। अनि हामीलाई क्वेसन हिसाबले अब यो थिचेपछि अब माथि कसरी लाग्नु छ भनेपछि माथि लगेर पाई बाई 2 रहेछ। अनि यो सिफ्ट थिचेर यहाँ इन्टु 10 को पावर x थिचेपछि यहाँ पाई आउँछ। अनि पाइलाई हामी डिभाइड अब यसरी डिभाइड गरिदिनु सिधै यहाँबाट सिधै डिभाइड गर्न सक्छौँ। अनि फेरि तलमा कति रहेछ भनेपछि 0 तलमा 0 रहेछ। अनि हामी यहाँ 0 थिचेपछि अब फेरि यहाँ लगेर हामीलाई कति क्वेसनमा दिएको छ कोस x बाई 1 प्लस साइन स्क्वायर x। त अब हामी कोस थिच्छौँ अनि यक्स हाम्रो यहाँ रहेछ। अनि अल्फा थिचेर हामी x दिन सक्छौँ। अनि यो ब्र्याकेट आदि रहेछ, यसलाई ब्र्याकेटलाई क्लोज गरेर अब फेरि मलाई डिभाइडमा लाग्नु छ भनेपछि योबाट डिभाइडमा लाग्ने हो। अब डिभाइडमा गइसकेपछि हामीलाई क्वेसनमा दिएको रहेछ 1 प्लस साइन स्क्वायर x तलमा। अनि हामीले 1 थिचेर 1 प्लस यहाँ साइनको अप्सन दिएको रहेछ साइन। अब फेरि अल्फा थिचेर यहाँ x रहेछ अनि x थिचेर अनि ब्र्याकेट क्लोज गरी यसलाई हामीले स्क्वायरमा लाग्नु पर्यो किनभने क्वेसनमा हामीले यति दिएको रहेछ। अनि यो dx आफै आउँछ। अब इक्वल थिचेपछि अब जसको क्यालकुलेटर जति फास्ट हुन्छ त्यति फास्ट एन्सर गर्छ। क्यालकुलेटरको प्रोसेसिङ हल्का स्लो छ भने